Today, 2025, December 26th day, afternoon. This is my complaint writing. I'm going to write reading to in this my video. Listen now and share, comment, follow, repost, favorite, copy link. All my friend, I give to again support. Subject UK language English अल्फाबेट डाटा सफ्टवेयर कीबोर्ड भारतीय हिंदी भाषा क से ज्ञा मात्रा स्वर सिरी और गणित अंक 109 देवनागरी क वर्णमाला कीबोर्ड लिपि विद्युतीय सहायता द्वारा साइबर क्रिमिनल क्राइम ल्यापटॉप स्क्रिनशॉट भारू धातु पैसा दर सर कार राष्ट्र बैंक गभर्नर कपी स्क्यापद्रोही टाइप नेपाल धातु पैसा दर सर कार राष्ट्र बैंक गभर्नर छापने प्रिन्ट मेसिन कारखाना ठेकेदारी 100 करोडौँ धातु पैसा दर सर कार राष्ट्र बैंक गभर्नर सिंहदरबार भवन मन्त्रालय मतियारीहरू सीसी टेलिभिजन फुटेज भिडियोहरू चल्दैछ ध्वनि अङ्कन मुख जिब्रो ठुलो आवाज बदनाम देखाउने बाहिर सडक भित्र कोठा नग्न कानद्वारा सोझा सिधा लुते लङ्गडा कानो बहिरो लाटो अनाथ असहाय अपङ्गा बुढाबुढी आइमाई केटाकेटी अर्थात नरबहादुर लिम्बू परिवार के चरित्र हत्यारा और भारू कागज रुपैयाँ दर सरकार राष्ट्र बैंक गभर्नर कपी स्क्याब द्रोही टाइप नेपाल कागज रुपैयाँ दर सर कार राष्ट्र बैंक गभर्नर छापने विदेश यूके गोर्खा रेजिमेंट आर्मी रिटायर आईडी कार्ड फैमिली हङकङ गोर्खा रेजिमेंट आर्मी रिटायर्ड आईडी कार्ड फैमिली अस्ट्रेलिया गोर्खा रेजिमेंट आर्मी रिटायर आईडी कार्ड फैमिली सिंगापुर गोर्खा रेजिमेंट आर्मी पुलिस रिटायर आईडी कार्ड फैमिली भारतीय गोर्खा बटालियन रेजिमेंट आर्मी सेना भूपू परिवार चाइना चीन डलर प्रिन्ट मेसिन छाप्ने कारखाना ठेकदार नेपाल कागज रुपैयाँ दर सर कार राष्ट्र बैंक गभर्नर खरबौँ खरिद बिक्री जग्गा घर कार राष्ट्र अर्थात् बैंक सिंहदरबार भवन मन्त्रालय मतियारीहरू सीसी टेलिभिजन फुटेज भिडियोहरू चल्दैछ ध्वनि अङ्कन मुख जिब्रो ठुलो प्रदूषण आवाज बदनाम देखाउने सिंहदरबार टावर सीसी क्यामेरा फुटेज फकस बदनाम नग्न कानद्वारा बाहिर सडक भित्र कोठा सिंहदरबार भवन मन्त्रालय मतियारीहरू कै सीसी टेलिभिजन फुटेज भिडियोहरू देखाउने बदनामी हातहरू हालेर औँलाहरू माउसहरू तिरहरू घोचेर तान्नेहरू नग्न कानद्वारा बाहिर सडक भित्र कोठा सोझा सिधा लुते लङ्गडा कानो बहिरो
लाटो, अनाथ असहाय, बुढाबुढी, आइमे, केटाकेटी अर्थात् नरबहादुर लिम्बू परिवारकै चरित्र हत्यारा, सिंहदरबार भवन मन्त्रालय मतियारीहरू कै सिसी टेलिभिजन फुटेज ठुलो पर्दा भिडियोहरू बदनाम देखाउने सिधा सिंहदरबार टावर सेतो ठुलो स्पिकर दूरसञ्चार मायक बजाउने बदनामी ध्वनि अङ्कन सानो ध्वनि अङ्कन ठुलो प्रदूषण आवाज सिंहदरबार भवन मन्त्रालय मतियारीहरूकै नग्न नाकहरू द्वारहरू बाहिर सडक भित्र कोठा सिंहदरबार भवन मन्त्रालय मतियारीहरूकै नग्न नाकहरू द्वारहरू भित्र मनकै कुराहरू ध्वनि अङ्कन सानो मनकै कुराहरू ध्वनि अङ्कन ठुलो प्रदूषण आवाज बदनाम बाहिर सडक भित्र कोठा नग्न कानहरू द्वारहरू बदनाम नरबहादुर लिम्बू परिवारकै चरित्र हत्या र सिंहदरबार भवन मन्त्रालय मतियारीहरूकै सिसी टेलिभिजन फुटेज भिडियो ठुलो पर्दाहरू देखाउँदै बदनाम नग्न नाकहरू द्वारहरू बाहिर सडक भित्र कोठा मुख जिब्रो नग्न कानद्वार बदनाम गराउने सिंहदरबार भवन मन्त्रालय मतियारीहरू हातहरू हालेर सिंहदरबार टावर सेतो रातो स्पिकर ठुलो दूरसञ्चार मायक फोनहरूमा मुखहरू जिब्रोहरू चलाउनेहरू भारत नेपाल वा भारतीय नेपाली हिंदी भाषा कोशेज्ञा मात्रा स्वर श्री और गणित अंक 109 देवनागरी वर्णमाला कीपोट लिपि कॉपी स्क्याबद्रोही टाइप नेपाल नेताल संगठन संघ संस्थान पार्टी 14 विधान कांग्रेस विधान पार्टी कम्युनिस्ट एंगेल्स मार्क्स लेनिन विधान पार्टी माओवादी विधान पार्टी राप्रपा पार्टी राजस्व पार्टी विधान राजजपा विधान पार्टी राष्ट्रिय स्वतन्त्र विधान पार्टी राष्ट्र नागरिक उन्मुख विधान पार्टी राष्ट्रिय नयाँ शक्ति विधान पार्टी राष्ट्रिय जनता समाजवादी विधान पार्टी राष्ट्रिय एकीकृत मार्क्स लेनिन विधान पार्टी नेपाल श्रम संस्कृति विधान पार्टी मोगल नेशनल अर्गनाइजेसन विधान पार्टी हिंदी भाषा कोशेज्ञा मात्रा स्वर श्री और गणित अंक 109 देवनागरी वर्णमाला कीपोट लिपि श्री 5 अंक बडा म हा राजा रानी युवा राजा युवा रानी कॉपी स्क्याबद्रोही टाइप्ने नेपाल चरित्र हत्यारा ल्याप्टो स्क्रिनशट सीसी टेलिभिजन फुटेज ठुलो पर्दा भिडियोहरू देखाउने बदनामी मुख जिब्रो ठुलो ध्वनि अङ्कन प्रदूषण आवाज बदनामी बाहिर सडक भित्र कोठा नग्न कानद्वारा बदनाम वा नग्न नाकद्वारा बाहिर नग्न नाकद्वारा भित्र मनकै कुरा ध्वनि अङ्कन ठुलो प्रदूषण आवाज बाहिर भित्र बदनाम प्रस्फुरण
कानको द्वार, सोझा सिधा बुढाबुढी, लुते लङ्गडा, कानो बहिरो, लाटो, अनाथ असहाय, अपङ्गा, बुढाबुढी, आइमाई, केटाकेटी अर्थात् नरबहादुर लिम्बू। परिवारकै चरित्र हत्या निरन्तर 2056 सालदेखि मिति 2082 साल महिना गते गरेको कारण सर्वोच्च अदालतमा मुद्दा दायर गराउने बारे